Hi everyone, it's me Punya. After a long gap, a very warm welcome to my mini vlog है. सो हामी चाहिँ हाम्रो एनिभर्सरी भएको कारणले गर्दा हामी मन्दिर जाँदै थियौं र मेरो बुढाको एभ्री छुट्टीमा नै हामी महाकालधाम जाने गर्छौं है. सो यो हाम्रो स्पेशल डेमा त मन्दिर नजाने कुरै भएन है. सो साथीहरु, मेरो बुढा चाहिँ एनिभर्सरीको लागि 10 दिन छुट्टीमा आएको थियो भने मैले चाहिँ एनिभर्सरी बिर्सिरहेको थिएँ है. सो कहिलेकाहीँ यस्तै हुन्छ. गाइज फाइनली हामी बुढाबुढी गफ गर्दै फाइनली मन्दिर पनि पुग्यौं है र हामीले प्रेयरहरु पनि गर्यौं र हाम्रो स्पेशल डेलाई अझै स्पेशल बनायौं है. गाइज आफ्टर मन्दिर चाहिँ हामी डाइरेक्ट केएफसी तर्फ लाग्यौं है र केएफसी मा चाहिँ अलिक ज्यादा भिडभाड भएको कारणले गर्दाखेरि हामी त्यहाँनिर आधी घण्टा भन्दा ज्यादा वेट गर्नु पर्यो है. र साथीहरु, यो केएफसी चाहिँ जति नै खाए पनि ढिटै नमर्ने है. ज्यादा त खानु सक्दैन, तर अब एकपल्ट खाएपछि फेरि 1 महिना भएपछि खाउ लागिहाल्ने है. गाइस त्यसको बाद चाहिँ गिफ्टको टर्न थियो है र यहाँनिर चाहिँ मलाई बुढाले गिफ्ट दिदैछ है. र यो गिफ्ट के हो भनेर त तपाईहरुलाई थाहा भइसक्यो होला. यो चाहिँ हो क्यासियोको वाच है. यो पालि सस्तो दाममा लडाइदियो. अस्ति त के बनाऊ पो भन्दै थियौ? के पो बनाऊ भन्दै थियौ अस्ति? गाइस त्यसको बाद चाहिँ बुढाको फेभरेट साँधेको वाइवाई खाना डाइरेक्ट हामी काठमाडौँ किचन तर्फ लाग्यौं है. र त्यहाँ गएर बुढाले फटाफट अर्डर गर्दै थियो है र म त केएफसी खाएर त्यसै पनि अगाइरहेको थिएँ. तर पनि बुढाले के खाउन भनेर फोर्स गरिरहेको थियो है. त्यही भएर मैले पनि सेकुवा अर्डर गरेँ है. गाइस त्यसको बाद चाहिँ हाम्रो अर्डरहरु पनि आइसकेको छ. तपाईहरुले पनि यहाँ देख्न सक्नुहुनेछ है. र सेकुवा चाहिँ हामीले आधी खाइ पनि सकेको थियौ है. गाइस त्यसको बादमा चाहिँ हामी चौरस्तामा गएर 1-2 फोटोहरु क्लिक गर्यौं है. र फोटो क्लिक गर्ने खालको वेदर त थिएन है. तपाईहरुले यहाँनिर देख्न सक्नुहुनेछ एकदमै फगी लागिरहेको थियो है. र हामी चाहिँ बुढाबुढी एकछिन घुम्यौं है. त्यसको बादमा चाहिँ हामी घरतर्फ लाग्यौं. थ्यांक यू फर वाचिङ. बाइ गाइस.